चलो अनि नमस्कार। आजको मेरो भिडियो छ तपाईहरुलाई यो खानेकुरा वनस्पतिको विषयमा। यो प्राय नानीहरुलाई थाहा छैन, तपाईहरुले सिकाउनु पर्ने हुन्छ किनभने एकदम भिटामिन ए वस्तु पाइन्छ यहाँबाट है। र अब यो राम्रोसँग हेर्दिनुस्। यो चाहिँ अहिलेको सिजनमा एकदम पाइन्छ जङ्गलमा है। एन्टिअक्सिडेन्ट यसमा है भिटामिन हुन्छ है। यो चाहिँ एकदम नसा सम्बन्धी चाहिँ यो वैज्ञानिकहरुको भनाइ चाहिँ यो जिउको नसाहरु हरेक किसिमको बेन्स त्यसमा चाहिँ हुने रोगहरुबाट चाहिँ हामीले यो जङ्गलमा देखिन्छ यो खाले है। यो खाली चाहिँ एकदम ओरिजिनल हो, कुनै फरक पर्दैन। यो चाहिँ खाँदाखेरि पचाउँछ हामी मान्छेले है। यो चाहिँ यसलाई चाहिँ इङ्ग्लिसमा फेन भन्छ है। यो चाहिँ फुल्दैन, अरू जस्तो यो फुल्दैन। यसको चाहिँ मुना पलाएर आउँछ। यही मुना चाहिँ खाँदाखेरि चाहिँ राम्रो हुन्छ। यो हरेक आलुमा पनि मिल्छ है। र चाहिँ एकदम स्वादिलो र चाहिँ वैज्ञानिकहरूले भन्ने गर्छ यो खायो भने चाहिँ शरीरको नसाहरू सम्बन्धी रोगबाट मुक्त हुन्छ। जस्तो कि नसाहरूको भेरिकस भेन, त्यो सुन्निने गाँठा पर्ने खुट्टामा हुन्छ नि त्यो निलो कलरको, त्योबाट चाहिँ छुटकारा पाउन सक्छ यो बेसी खायो भने। किनकि यसमा आइरन हुन्छ, एन्टिअक्सिडेन्ट भिटामिनहरू हुन्छ है। यसलाई चाहिँ हामीले भन्ने गर्छौँ नेपालीमा निङ्ग्रो।